परान फिल्मको स्टोरीले धेरैको मन छोयो। धेरै मान्छे बुवा सम्झेर रोए पनि। सिनेमा केही दिन ठिकठाक मात्र चले तापनि बिस्तारै बम्पर व्यापार गर्न थाल्यो र कलेक्सन वात्तै बढ्यो। एउटा समयमा त फिल्मले दिनकै 1 करोडभन्दा माथि ग्रस पनि गर्यो, विच इज गुड फर नेपाली सिनेमाज। सिनेमाको बम्पर व्यापारले फिल्म सर्कलमा रहेको केही मिसकन्सेप्सन एकपटक फेरि तोडियो। पहिलो, फिल्म बम्पर चल्न फेस्टिभल नै कुर्नुपर्छ भन्ने भ्रमलाई पूर्णबहादुरको सारङ्गी र परान जस्ता फिल्मले मिलेर तोडे। सिनेमाको कथाले मन छुनुपर्छ, मान्छेहरू उर्लिएर आउँछन्। दोस्रो, फिल्ममा अहिलेका चल्तीका कलाकार हुनुपर्छ भन्ने मान्यतालाई पनि सारङ्गीका विजय बराल, बुक्सी घरकी केकी अधिकारी र परानका निरशाह सरले मिलेर तोडिदिए। हुन त उहाँहरू सबै अब्बल कलाकार हुनुहुन्छ। अझ निरशाह सर त लेजेन्ड नै हो, तर रियलिस्ट भएर सोच्ने हो भने उहाँहरू कमर्सियली करोडौँ रिटर्न दिन सक्ने स्टार होइनन्। तर ट्यालेन्ट चल्यो र दर्शकले मन पराए। अनफर्चुनेटली पूर्णबहादुरका सारङ्गीपछि त्यस्तै देखिने दर्जनौँ चलचित्रमा विजय बराल साइन भए। तीमध्ये केही आए र पत्ता साफ भए। त्यस्तै परान चलेपछि पनि यसका कलाकारहरूलाई लिएर अर्को रुने फिल्म पनि धेरैले बनाउन सक्छन्। तर यो परान फिल्मको रिभ्यू होइन। फिल्म त अडियन्सलाई मन परेको छ। कथा सललल बगेको छ। छुनुपर्ने इमोसनले ट्वाक्क छोएको छ र निरशाको पर्फर्मेन्स अमेजिङ छ। हामीलाई कुरा गर्न मन लागेको एस्पेक्ट चाहिँ परान कथामा रहेका केही न्यारेटिभ चोइसेसहरू हुन्। एउटा साइडबाट हेर्दा कुराहरू एकदम रेलेभेन्ट लाग्छ, तर अर्को साइडबाट हेर्दा थोरै प्रब्लमेटिक पनि लाग्न सक्छ। फरक यति हो, तपाईँ कुन साइडबाट हेर्दै हुनुहुन्छ। बाआमाको साइडबाट हेर्दा छोराछोरी आफैसँग बसुन् भन्नु लाग्नु एकदमै जस्टिफाइड छ। धेरै बाआमाहरू आफ्ना सन्तानहरूबाट टाढा हुँदा एक्लिएका पनि छन् र यो फिल्मले त्यो इमोसन मजाले समातेको छ। पछिल्लो पुस्तालाई आजकल आफू जन्मिएको थलोको महत्त्व नभएको र ग्रास इज अलवेज ग्रिनर अन द अदर साइड भने जस्तै विदेश वा सहरमा सबै कुरा सहजै मिल्छ भन्ने लाग्दै गरेको कुरा पनि ठिक हो। र यो फिल्मले गाउँको हुने खाने परिवारको मान्छेहरू जो खुल्लामा लडीबुडी गर्दै हुर्केका थिए, तिनीहरू पनि विदेश वा सहर पस्न किन लोभिन्छन् र कसरी सानो ठाउँमा कोचिन बाध्य छन् भन्ने देखाएको छ। तर अर्को साइडबाट हेर्दा विदेश वा सहर पसेका सबै स्वार्थले मात्र गरेका हुन् त भन्ने एस्पेक्ट यो फिल्मले छुटाएको जस्तो लाग्न सक्छ। आफ्ना बाआमालाई एक्लै छाड्न मन सबैको नहुन सक्छ, तर कति मन मारी मारी पनि विदेशिन वा सहर पस्न बाध्य छन्। धेरैलाई पाए त आफ्नै घर गाउँमा बस्नु हुन्थ्यो भन्ने पनि छ, तर अवसर र सम्भावनाको अभावमा उनीहरू घर र आफन्तबाट टाढा छन्। हुन त एउटा कथामा सबै कुरा अटाउन सकिन्न, तर यो एस्पेक्ट फिल्ममा अटाउन सकिएको भए सुनमा सुगन्ध थप्न सकिन्थ्यो कि भन्ने लाग्छ। र यो भावना अटाउन नसक्दा सुन्दर भविष्यका लागि बाध्यताले घरबाट टाढा रहेकाहरूलाई फिल्मले थोरै गिल्टी बनाउन सक्छ। कतिलाई आफूले पाप नै गरेछु भन्ने पनि लाग्न सक्छ। अझ महिलाहरूको पर्सपेक्टिभबाट हेर्दा लगभग फ्यामिली ड्रामाहरूमा श्रीमती एकदमै आज्ञाकारी हुनुपर्ने, जसले श्रीमानको जुठो पनि खान्छ र बुहारी भित्रेपछि घर बिग्रन थालेको एकदमै हाबी हुन्छन्, जुन यो फिल्ममा पनि केही न केही तरिकाले आएको छ। हाम्रो समाजमा बिहे गरेदेखि छोरो अर्को भयो भन्ने चलन एकदमै हाबी छ, जसले पक्कै पनि धेरै आमा बुवाहरूलाई यो त हाम्रै कथा हो जस्तो लाग्न सक्छ। तर सोसियल रेस्पोन्सिबिलिटी फिल गर्ने हो भने दुवै एस्पेक्ट बराबर राख्न सकिन्थ्यो कि कुनै चिजलाई छुने र कुनै चिजलाई छाडिदिने अनि गिल्टी फिल गराइदिने कम हुन्थ्यो कि। तर बाको कथा हो, बाकै वरिपरि घुम्नु नर्मल हो। हामीले कथा कसरी भन्ने सिकाउन खोजेको पनि होइनौँ। ब्यालेन्स गर्न खोज्दा मेन कथा पनि बिग्रिन भएन। तर कहिलेकाहीँ हाम्रो चोइसले प्यासिभ गलत कुराहरूलाई पनि नर्मल हो भन्ने बनाउँदै पो छौँ कि। बाँकी सिनेमा सबैलाई मन परेकै छ, गजब चलिरहेकै छ। प्लिज कमेन्ट एन्ड सेयर योर भ्युज।